पाँचथरको मेक्लाजुङमा 7औं मेक्लाजुङ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता साथै 16औं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता 2082 माघ 14 गते बुधबारदेखि सुरु भएको छ। मेक्लाजुङ 4 रवि बजारमा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा मेक्लाजुङ गाउँपालिकाभरिका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ। विद्यार्थीहरूले एथलेटिक्स, दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट, रिले खेल, भलिबल, कबड्डी, कराते लगायतको खेलमा प्रतिस्पर्धा गर्दैछन्। खेलबाट उत्कृष्ट हुने विद्यालय तथा खेलाडीहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताबाट छनौट हुने खेलाडीहरूले जिल्ला र प्रदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउनेछन्। माघ 14, 15 र 16 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोहमा आयोजक मेक्लाजुङ खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्र राईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि मेक्लाजुङ गाउँपालिका अध्यक्ष अमराज माकिम, विशेष अतिथि उपाध्यक्ष सन्तकुमार शर्मा, अन्य अतिथिहरूमा इलाका प्रहरी कार्यालय रविका प्रमुख दुर्गा राई, मेक्लाजुङ गाउँपालिका शिक्षा शाखा प्रमुख केशव अधिकारी, 8वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, विभिन्न सङ्घ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विद्यार्थी, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो भने होलीचाल इङ्ग्लिस स्कुल र नवज्योति बोर्डिङ स्कुलले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। दुर्गा माध्यमिक विद्यालय रवि, माउन्टकन्चन भ्याली बोर्डिङ स्कुल, होलीचाइल्ड इङ्ग्लिस स्कुल र नवज्योति बोर्डिङ स्कुलले भने आकर्षक ड्रिल प्रस्तुत गरेका थिए। खेलकुद मार्फत विद्यार्थीहरूको प्रतिभा पहिचान, शारीरिक विकास तथा आपसी सद्भाव र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले मेक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोगमा मेक्लाजुङ खेलकुद विकास समितिले वर्षेनी यो कार्यक्रम आयोजना गर्दै आएको आयोजकले जनाएको छ।